ती बेले गर्लफ्रेन्ड अर्को सारी हारे लियौँ न हेर भाइ त्यही भएर ती राणाले कालो मन गरिले त मेरो आकाश कालो भइकन के आउँदो त पानी जो यार दाइ हाम्रो यही दुःख हिचिन भगवान मुत्तान नि हुँदैन यार क्या पो दाइ क्या गर्ने होला के दाइ यार फोन पनि उठाउँदिन 10-12 चोटि फोन हाल्ने नि अझ लास्ट के व्यस्त राख्यो हिँड्थौँ के जति हाल्यो भने बिजी मात्रै भन्दा मैले त बेली पुडामा खाने तिमीहरूले उडामा खाने हो बेली ज्याउनु भएको भाइ हामी साडी पनि पाउने केही नै यस्ता गरिब छोरा तपाईँको बहुत यो धारा तेल 100 रुपियाँ गर्दैन अहिले 200 त्यो धारा तेल लैजाउँ तेलले लगाइदिउँ र फकाउनु पर्छ आफू पनि चिल्लो होइन नि उनीहरू पनि चिल्लो होइन हो है हेर न यो खोटो क्या चिल्ला हुनुपर्छ जाउँ दुई बाइक किन्नुपर्छ ल होइन त्यही रन्डो के कमाएर के छुट्टै रह रे हामीले पहिले हाम्रो हाम्बाई झडुवा कटुवा बस्नु कुटी गाउँ त्यसले हामी जोइ गर्लफ्रेन्ड कुटे यस्तो त बिराम बगेन आएर सुति घर उठाउनु गएर मैले साडी चाहिँदैन म ब्रेकअप गर्ने भनिदिएँ त्यही कमाएर गर्नु त भलै नहोस् देऊ हामीले त आफ्नो बोयफ्रेन्ड गर्न कुट्यो त्यसले हामी गर्लफ्रेन्ड गर्न कुटिदियो बिरामी हो क्या आइदियो कुटिन कस्तै रन्डा रह त्यो सिसीको त्यसरी कोही कुट्छ भने साथी यार झ्याममा के भयो यार असल गर्लफ्रेन्ड ठन्डानेको गट्टै उठाउँदिन के त्यहाँ भयो यार मैले 101 चोटि कल गरिङ कलै उठाउँदिन नि के नि बे अल्झ ट्राई गरे उठाउँदिन अब के गर्ने के भेट्न त जानु पर्यो जेबे होला चाइ 3 मिनेट गर्न भेटौँ त्यसपछि त्यहाँ त जाउँला भेट्न जानु पर्दैन है जाउँ दाइ अरू जाउँ ए दाइ रोक्नु न यार दाइ भन्नु भाइ के दाइ हिजो खाइकन यस्तो बर्बाद भएर न कलै उठाउँदिन 101 चोटि कल गरिङ कलै उठाउँदिन दाइ 200 चोटि पुग्यो होला यार कलै मेरो त त्यस्तै यार हिजो मासु त्यो चपा गरेर त्यो रसिन यार कलले उठाएन के गर्ने हो आज फकाउनु जाउँला 4 प्याकेट तेल किनेर लैजाऊ तिमीहरू ए दाइ तेल के गर्ने तेल के गर्ने मुन्दु मुझे टाटे हाल्ने तँ त थाहा त पुनी पर्वा मेला हेला के रमाइलो भए पनि टाटे हाल्दैन त्यो टाटे हालौँ न सेलुटे हालौँ न अनि तेल हामी लिउँ न यार तिमीहरू चाहिँ धुलो त होला भन कन्टा दाइ 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 यत्रो लामो हात के गरेर खुच्यौ धुलोमा सबै म मुचुले ल त्यहाँ भयो हेरे यता लामा हात भन्दैमा हामी नमिचाउँ ल आफ्नो आमा भागा आफै मिल्यो त्यसैको त्यस्तो हुँदैन हो आफै मुचाउँला त्यही हल्लामान भन्दैमा आफै कुरा नगर्न हामी मिचाउँ ल आफ्नो आफै गर्ने हो छोरो यस्तै गर्दा कि अवश्य पनि धुलो मेरो सब आफै मुचे सायद बाहिर त्यही नै हेर्ने मात्रै लगायो आज पनि त्यस्तै गरेर बस्दैन मोमो त खायो त हे मासले अब झडाउँछु कस्तो झडा मासहरू खैर यो कपडा म लगु के भनेको मैले बुझेन भनेको हाम्रो भाषामा ठुलो सर भनेको हो के ओके ठुलो सर भनेको त्यसो भए मलाई जहिले पनि मुजी भन्ने ओके म मुजी नै हो आई एम मुजी ओके लेट्स गो आई साडी त नल्याउनु पर्यो मान्नु रे म मेरो बुझ्दिन को मधेसी उनकी स्वदेशी हान्दा अब तिम्रो भयो भने त्यही साडी ल्याउँदैन नि र आसमा र जाऊ हुरु यति सस्तो गर्दा नि त्यही किन जाऊ कस्तो राम्रो साडी ल्याएन यी त लास्टै सस्तो गर्दा नि को देशी र विदेशी पनि आएको छ नि कहाँबाट आयो किन आयो अब तिम्रो बोयफ्रेन्ड आउने आश छैन किनिहाल अहिले सस्तोमा पायो ए मुजी खैरे यो साडी म लगु के भनेको फेर भन त एकछिन यत्रो साडी राखेर के गर्ने त साडी के गर्ने कस्तो कुरा गरेको यो साडी हामी राम्रो क्युट नेपालको केटीहरूलाई बाँडे भनेर ल्याएको होइन कस्तो कुरा गरेको तिमी यो साडी के तिमी केटी हो यत्रो लगाउनको लागि यु आर नट अ गर्ल म्यान यु नो हैन एक जेटी है एक कान्टी है के भनेको फेरि जोइराना खैर बुझ्दैन के जाउँ पुरा ओके म बुझ्ने नबुझ्ने ओके लेट्स गो